हाम्रो नेपालमा खासै फुलहरूको चाहिँ भ्याल्यु हुँदैन हैन, तर हुँदैन भन्न चाहिँ यो खोजे होइन कि अब सहर बजारतिर त फुलको धेरै नै भ्याल्यु छ, तर हाम्रो गाउँठाउँतिर हाम्रो आँगनतिर चाहिँ फ्लावरको खासै त्यति भ्याल्यु हुँदैन। यहाँ भने फ्लावर्स यति महँगो अनि जतापायो त्यतै पाइँदैन क्या, एकदम सुरक्षित ठाउँमा चाहिँ प्याकेजिङ गरेर राखिया हुन्छ फ्रिजरभित्र। म अहिले फ्रिजरभित्र छु। बस धेरै प्रकारका फुलहरू। यो ग्रिन लिभ्स त खासमा भन्ने हो भने हाम्रो गाउँतिर बाख्राले खान्छ प्लस होइन, यो चाहिँ हाम्रो उतातिर पनि धेरै नै हुन्छ। कोस्ट उत्तिकै महँगो आउँछ, महँगो पर्न जान्छ फेरि सबै प्रकारको, अनि सबै कलर पनि एभाइलेबल हुन्छ, पाइन्छ सबै कलरहरू, थरी थरी कलरका। मेरो फेभरेट कलर चाहिँ येलो हो, रेड रोज भइहाल्यो यो चाहिँ। अनि ठ्याक्कै हेर्दाखेरि चाहिँ सूर्यमुखी फ्लावर जस्तो हुन्छ, सनफ्लावर जस्तो, तर सनफ्लावर चाहिँ होइन है, यो चाहिँ यसको नाम जरेबेरा भन्छ। यो चाहिँ मेरो फेभरेट कलर हो, येलो इज द माई बेस्ट, इभन मैले येलो कलर नै युज गरेको छु। थ्याङ्क यू फर वाचिङ।